आफै बनाउँदै हो नि त्यो भिडियोको मेरो भिडियोमा सबै आफै बनाउने म मात्र बाहिरबाट आउँछ अनि आफूले चाहिँ अनि अहिले भ्लग गर्नु भएको छैन भन्नुभयो होइन ए भ्लग गरिरहेको छ अहिले कस्तो भएको थियो मैले डेली अपलोड गर्न सक्दैन रहेछ मैले चाहिँ गाह्रो हुन्छ अहिले चाहिँ आम वर्किङ अन चिप भर्सेस एक्सपेन्सिभ सिरिज cheapest burger to most expensive burger to recently drop यो भिडियो आउने बेलासम्म मेरो विचारमा cheapest versus most expensive पिज्जाको पिज्जाको भिडियो आउँछ होला 5 स्टारमा गएको है उयो खाना के बर्गर खाना है प्राइस कति भन न कति होला र्यान्डम गेस एउटा बर्गरको चिकन बर्गरको 1500 मिल्यो 1600 कति थियो गयो है गाह्रो क्या खिच्न मिल्दैन रहेछ 5 स्टारमा पर्मिसन बिना किन भन्दाखेरि 5 स्टार जाने क्लाइन्टहरु त अलि हाइफाई मान्छे आउँछ प्राइभेसीको कुरा आउँदो रहेछ हैन किनहरुले बनाएको इन्टेरियर डेकोरको कुरा हुन्छ नि सबैको कपिराइट हुँदै रहेछ उनीहरुसँग पर्मिसन लिएर मात्रै खिच्नु पर्ने 1500 को 1600 को बर्गर को अर्डर गरिसक्यो खिच्न पाउँदैन भन्दा त टेन्सन त्यही भएर साइडमा कुनामा गएर खिचाएको थियो रमाइलो एक्सपिरियन्स भएको थियो फेरि यस्तो भिडियो बनाउनु पर्छ 5 स्टारमा अब लाज लागेर है स्कुटरमा गएको छ छिराएन भने गाडले छिराइदिनु भने भन्ने सोचाएर मनमा नै राम्रो छ यो 5 स्टार होटल चाहिँ 5 स्टार टन्नै छ 5 स्टार चाहिँ होटल हुन्छ आफू जाके ए हाइटमा दामी हाइटको भित्र तो गाइस फाइनली मैंने पूरा बन के तैयार हो गया पैसा कमायो भने त्यहाँनिर बोफेको लागि जानुपर्छ कति 8000 कि 5000 बोफेको जाने हो खाने हो त्यहाँ गएर मुख माग्नु मिल्यो भिडियो त बनाउनु दिँदैन तो गाइस पूरा आप लोग पूरा एंड तक बने रहिए किस तरीके से बाबू पोर्क को बनाया जाता है आप लोग पूरा एंड बने रहिए तो गाइस मिलता है नाउ लेट्स गो फॉर विंग रमाइलो गर्दै बाटोतिर डुल्दै खाँदै मजा आउँछ इसमें से हाथ डाल के इधर तक मजा आउँछ हामीले नि सेकेन्ड च्यानल चाहिँ त्यो भ्लगहरुको लागि गरौँला भनेर फाइनली हमने अभी इसको धेरै गाह्रो ढक्कन लगाने वाला है वो भी केला का पट्टा से तो गाइस धेरै गाह्रो लाग्यो मलाई त इसको अभी हम ढक्कन लगाने वाला हो तो गाइस अस्ति दिब्रोमा बस्छ थुक्पा खाएको बेलामा कस्तो मिठो भएको थियो क्या विङ्स अनि त्यही भएर अनि मलाई पनि मिठो लाग्छ होला भनेर राखिदिएको मैले आज चाहिँ मैले आज पनि फुड ट्राई गरेको छु त्यो सब मेरो कम्फर्ट फुडै होला मोमो त अभियसली हरेक नेपालीको कम्फर्ट फुड भइहाल्यो त्यही माथि त्यो हेर्दा यस्तो भिजुअली अपिलिङ थियो तपाईँलाई कसरी बताऊँ 10 on 10 फर द प्रेजेन्टेसन अब टेस्ट पनि 10 on 10 नै थियो मोमो भन्दा नि अझ सुप मिल लाग्यो मलाई यो र यसको कम्बिनेसन पनि 10 on 10 थियो विङ्स पनि मिठो छ धन्यवाद हुन्छ मैले कति मिठो मिठो खानेको खाँदो रहेछ तो गाइस खाओ गाइस आज का जो पोर्क बाम्बू पोर्क है क्या तो इसको हम जला तो गाइस आप लोग पूरा यो पाउनु थाल्यो त नाकबाट मजाले पाकेको विङ्सको चाहिँ यसरी हड्डी पनि छुटिन्छ फाइनली हमने पूरा इसको जला दिया तो गाइस फाइनली कुछ इस तरीके से धुआं निकल रहा है पखेटा ल्याएर यहाँतिर ठुलो ठुलो पाइन्छ यहाँतिर चाहिँ एउटा कुखुरा 2.5 किलो हुन्छ त्यो सानो कुखुरा चाहिँ हिजो खाएको चाहिँ 2टा जति यताको कुखुरा पनि तिम्रो जस्तै खान्छ देख सकते हैं पूरा आग में बहुत मस्त हैन लाग्छ ठुलो होइन क्या कुखुराहरू सानो कुखुरा पाउन गाह्रो छ अहिले कहाँबाट अर्डर गर्नुपर्छ त्यो 2टा कुखुरा त अहिले हो 1 हप्ता अगाडि अर्डर गरेको ठुलो कुखुरा मात्र छ क्या चिप भर्सेस एक्सपेन्सिभ कुखुरा चाहिँ किन नै गर्दैछौँ खिचिरहेछौँ हामीले 750 को म एउटा बनाइदिन्छु म खतरा बनाइदिन्छु म एउटा कम भनेर कम है तर भनेर खानु पर्ला म नि यता ल्याउँछ है यसलाई है हुन्छ त्यही सजिलो हुन्छ तो गाइस अब लोग पूरा